यो त अहिले यतिमा होल्ड गर्न पाइएन हजुरलाई देखाउन पो मैले यत्रो बेर होल्ड गरेँ होइन अब यसलाई हजुरले यो तल पनि छुने होइन माथिबाट है अनि हजुरले यसरी पुछेको हुनु पर्यो होइन पुछेर अब हजुरले के गर्नु पर्यो त्यहाँ हाल्नु पर्यो है यसरी हालेपछि यहाँ हाल्ने बेला यहाँ के छ अस्ति मैले भने थिएँ हजुरले सोध्दै सोध्नु भएन किन भन्दा यहाँ देख्नुभयो यो सेतो सेतो यो डबल लक हो है यो के छ सिङ्गल छ यो मेसिनले लक गरेको अटोमेटिक यो पनि त मेसिनले हालेको तर डबल लक चाहिँ यो कटन छ यो त मेसिनले प्याकिङ छ होइन यो जहिले पनि हामीले त्यहाँ सिमेन्ट राख्दाखेरि पनि स्टोर गर्दाखेरि यो के भाग तलै हुनु पर्यो यो के हुन्छ भने हजुरले यसरी हाल्नु हो भनेदेखि के हुन्छ तपाईँ हामी मर्न त मरिन्न रुखमा झुन्न आएपछि के हुन्छ हो यसको क्वालिटी पनि त्यही हुन्छ होइन उसलाई गाह्रो हुन्छ स्टेज पर्छ मर्दैन उसलाई स्टेज पर्छ त्यसले गर्दाखेरि यो राख्ने सिद्धान्तै त्यही अनुसार हुन्छ है अनि हजुरले यसलाई यो डबल लक भएको तल अनि मैले जुन अघि ठुलो भाँडो भने यो एकैचोटि डुब्ने चाहियो किन भन्दा हजुरको आधा यति भयो भने यति थोइङ हुन्छ यति हुँदैन नि अनि हजुरले कोल्टे पारिन्जेल के हुन्छ घटी बढी समय लाग्छ अनि त्यसपछि हुँदैन अनि कति सेकेन्ड उ गर्ने यो पुरै डुब्नु पर्यो हजुरको पानी छैन भने नि राखेपछि हामीले कोल्टे पारेर भयो नि जसरी अहिले के छ ठ्याक्क के छ पुरै डुबिन्छ हो 50 सेकेन्ड होला 15 देखि 20 सेकेन्ड होइन अब यहाँ हेर्नुहोस् अझ यो हरियो उसमा देखिएन भैँसीको हो भने त्यहाँ के त्यो जुन सिमेन्ट छ त्यो सर र सेतो भएर पुरै पग्लेको देखिन्छ होइन पग्लेको देखिन्छ यो हरियो कलरको भएर देखिएन अब त्यसपछि हजुरले अब यो पानीलाई छ नि यो पानी अहिले भने एकदम हामी होसियार हुनु पर्यो यो पानीको थोपा चाहिँ यहाँ लाएर पाठेघरमा गयो भने भोलि एभर्सन हुने इन्फेक्सन हुने होइन बच्चा नबस्ने अब त्यो बसे पनि खराब हुने तुइने जम्मै हुन्छ है त्यसले गर्दाखेरि यसरी पुछ्ने र अनि हजुरले के गर्नु पर्यो यसरी होइन यसरी जहिले पनि टुप्पाउँछौँ भने हो अब के छ अब यसलाई काट्नु पर्यो अब काट्दाखेरि काट्ने पनि प्रोसेस छ अब डबल लक तल भयो त्यो अघि नै भने मैले अब यहाँ नदेखेदेखि हेर्नु है अब यहाँ मसँग कैँची छ कहीँ कटर हुन्छ होइन उहाँ भरत सरले कटर पनि होला देखाउन होला काट्ने एउटै हो अब यहाँ एउटा हजुरले के बुझ्नु पर्यो भनेदेखि यो कैँची कटर जहिले पनि लाउने हुनु पर्यो चट्टै एकैचोटि काट्नु पर्यो र काट्दाखेरि हजुरले यसरी काट्नु भएन हो यो अहिले देख्नु हो यो छड्के भयो यसले के हुन्छ यो सिमेन्ट बाहिर जान्छ पस्दैन होइन त्यो हरेक हुन्छ नि होइन घोच्ने होइन है भित्र जाने होइन यो होइन यसले केही नै गर्दैन सिमेन्ट बाहिर जाने चान्स हुन्छ लक हुँदैन होइन त्यसले गर्दाखेरि यो के हुनु पर्यो एकदम 90 डिग्री होइन कति काट्ने यहाँ त सिमेन्ट जति छ त्यसभन्दा माथिको भाग काट्दिने होइन खोलिदिने हो त्यो लक खोलिदिएपछि भयो कहिलेकाहीँ सुन्नुहोस् त्यो कहिलेकाहीँ के हुन्छ भन्छ भने हाम्रो यो स्टक के अरे सिटको अनि गनकोले यो भाग तलमाथि काटियो भनेदेखि उहाँभित्र जाने बेलामा यो टुप्पो हुन्छ नि त्यो टुप्पो चाहिँ बङ्गिने चान्स हुन्छ त्यसमा हजुरले प्रयोग गरेको गन सिट कस्तो छ कहिलेकाहीँ त्यो पनि याद गर्नुपर्छ है एकचोटि युज गरेपछि थाहा हुन्छ अब यो डबल लक छ नि के अरे यो डबल लक तल गयो सिङ्गल हामीले काटियो अब यो जुन येलो छ नि येलो पनि लक हो यो लक के को हो यो होइन सिटको लक हो त्यसले गर्दाखेरि हामीले के गर्नु पर्यो यहाँबाट यो यसमा यो बाहिर देख्नुभयो नि अहिले सबले देख्नुभयो यो बाहिरी भागमा गरेर हामीले यो माथि धकाल्न भएन यो सेन्टरमा छिर्न पर्यो हो अहिले देख्नुभयो होइन अब पुरै छिरो नि भित्र अब यसले गर्दाखेरि के हुन्छ सिमेन्ट हामीले पुस गर्दाखेरि बाहिर आउँदैन त्यो भित्रै जान्छ अब यो गनको लक पनि आफै अनुसार छुट्टा छुट्टै हुन्छ गनको होइन अब यहाँ मैले यसलाई लक यसको हराएर आफ्नो प्राविधिक टेक्निकल लगाएर यस्तो गरेर गराएको छु हो अब त्यसपछि यो एआई गर्नको लागि रेडी हो बुझ्नु भने अब सबैले सक्नुहुन्छ नि यो होइन लोड गर्न सक्यो नि सकियो होइन दही गर्न सकियो होइन पानी कतिको चाहिन्छ सकियो अब त्यसपछि गाईको अब हजुरहरू के हुने डाक्टर हुने बेला अब कि त्यहाँ होइन गन जसले राख्न सक्छ ऊ पास भयो होइन त्यो गनमा राख्दाखेरि हामी भित्रै जानुपर्छ भने पनि कहिलेकाहीँ सुरुमा हजुरले ढकल्न भित्रै जाँदाखेरि भित्र वाल पनि रप्चर गर्नु यदि त्यो वालमा हजुरले गएर यो जुन छ नि यसले भित्र घाउ बनाउनु हो भने
त्यो घाउ भयो भनेदेखि यो सिमेन्ट र यो बहरको त्यो गाईलाई अर्कोचोटि कन्सिभ नहुने चान्स हुन्छ है। त्यसले गर्दाखेरि हामी उसको वालमा घाउ बनाउनु हुन्न, हामी रिङ कट्दा बित्तिकै छोडिदिनुपर्छ। छोड्दाखेरि